नमस्कार सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ सबैजनालाई। फेरि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नभुल्नु होला, युट्युबलाई लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। फेरि फेरि अर्को भिडियो लिएर आएको छु। अब केही दिनपछिको फेरि अलिकति म व्यस्तताको कारणले गर्दा भिडियो बनाउन पाइनँ। अब अहिले भन्नुपर्दा अहिलेको मौसम, काठमाडौँको मौसम चाहिँ अलिकति एकदम फराकिलो न्यानो छ। बाहिर घाम लागिरहेको छ, रुममा चाहिँ घाम चाहिँ लाग्दैन। अलिकति यो भित्र यो बिल्डिङ हामी बस्ने चाहिँ यो कलोनी चाहिँ अलिकति भित्रपट्टि छ, घाम चाहिँ लाग्दैन। बाहिर जानुपर्ने हुन्छ। अरू सब ठिक छ आज। हजुर पनि नि अब ठिकै हुनुहुन्छ भन्ने आश छ। अब अरूको अब यो रुममा अब यस्तै बसिया छ, एकदिनपछि खाना खाएर काममा जानुपर्ने हुन्छ। र यहाँको विषयमा अलिकति कस्तो के छ भने चाहिँ अब अहिलेको स्थिति अब ग्यास पाउने ग्यास सबै ठाउँमा पाइरहेको भन्ने जानकारी आइरहेको छ। अहिले ग्यासको अभाव त्यति छैन, खास छैन। अब इन्डियाको कस्तो छ भने थाहा छैन। अहिले अब विश्वयुद्ध पनि चलिरहेको छ। विश्वयुद्ध रोकिएपछि केही दिनपछि ग्यासको आपूर्ति पनि सहज हुने सम्भावना पनि देखिएको छ। र अहिले काठमाडौँमा पानी परेर अलिकति यहाँको अवस्था चाहिँ अलिकति चिसो भइरहेको छ। अलिकति बाहिर जाने बेलामा कपडा लगाएर जानुपर्ने हुन्छ। चिसो छ मौसम, अलिकति यस्तै हो। कोठा भाडामा 7,500 तिर्नुपर्छ। अनि काम गर्नु पऱ्यो। अब के गर्ने, काममा जानु आउनु खानु सुत्नु बाहेक अरू केही छैन। अरू के छ र, जिन्दगी भने यस्तै हो, काम गर्ने खाने सुत्ने। अब यो नयाँ नोट यो नेपालले जारी गर्ने भन्ने कुरो सन्देश आइरहेको थियो। इन्डियाको आइसीलाई 100 रुपियाँलाई त्यहाँको 100 रुपियाँको दर रेट चाहिँ केही बढाउने भन्ने सम्भावना कुरा आइरहेको थियो। त्यो चाहिँ खास मलाई त्यति ठिक लागेन। यदि बढाएकै हो भने पनि ठिकै छ। अनि घटाएको भने त सबै अधिकांश जनताहरू इन्डियामा गएर कमाइरहेका हुन्छन्। अब तिनीहरूलाई अलिकति समस्या नै आइरहन्छ। र अरू नघटाएकै राम्रो, बरु किन अलिक सम्झौता केही भएको छैन। अलिक फेक नै न्युज हो जस्तो लाग्छ मलाई। पालिन सरकार आएपछि थाहा हुन्छ कस्तो के हुन्छ भन्ने कुरो। अहिलेसम्म कुरो केही पनि थाहा भएन। र आई होप हजुरहरूले भिडियो हेरिहाल्नुभयो। आजको विषय यति नै थियो। अब हस् त, धन्यवाद दिन चाहन्छु। फेरि फेरि अर्को भिडियो लिएर आउनेछु। हस् त, धन्यवाद यहाँहरूलाई।